एभ्रीवान, वेलकम ब्याक टु माई च्यानल। आयो सबजना ठिकठाक हुनुहुन्छ होला। म धेरै दिनपछि भिडियो बनाउँदैछु, त्यही पनि साइकल राइडको भिडियो। तकल आएर म चाहिँ यहाँ मेन रोड जुम्ला हाइवेमा छु, सुर्खेत तक। अनि म भुरेलदेखि एयरपोर्ट जाँदैछु गाइज, त्यही हो। तकल आएर हेर्नु होला भिडियो होइन, बवाल हुनेछ। 7 सपोर्ट जनाइदिनु होला मिस्टर डिआर भ्लगलाई। अनि त्यही हो गाइज, आज टकल आएर दाइको साइकलमा आएर यहाँ पुरै फुफू घरसम्म पुगेर घुमतिर जाँदैछु। देख्न सक्नुहुन्छ मेन रोडमा छु म चाहिँ। लास्टै डर लाग्छ, मेन रोडमा कहिले चलाएको छैन नि त मैले। ठुल्ठुलो गाडीहरू आउँछ, डर फिल भएको के। फेरि यो अर्को कुरा, यो पुरै साइकलमा त्यो 5 केजीको थैला पनि टङ्गाएको छु क्या मैले, त्यही भएर पनि लास्टै डर लाग्छ मलाई। यत्र ट्रकहरू आउँछन् यार, पछाडिबाट घाँस हानिदियो भने त खत्तम। त्यही हो गाइज होइन, सपोर्ट देखाइदिनु होला टक्कल आएर बाबालाई। कसम कि यता आउँदाखेरि जोस आएको थियो, अहिले उता जाँदाखेरि त खुट्टा दुखेर हैरान छ। खुट्टा दुखेर है छ कसम भने। फेरि चोक पुग्न लाग्यो म अब। बाबा शीतल हुने रहेछ, तर पनि आज चाक त माको यस्तो दुख्छ बेलुका, कुरै छोड्देऊ। ओ माई गड, ओभरलोड भएन र बजै। साइकलमा पठाउ हानिदिउँ क्या, पत्याउ लान्दा मलाई त्यस्तो गर्न लाग्ने पहिले। यहाँनिर चाहिँ लास्ट डर लाग्छ गाइज, यो चाहिँ एरिचोक हो होइन, ठुलो घुम्ती छ यहाँ, पुरै डर लाग्छ कि यहाँनिर त कसम। हेर गाडी सो मैले एरिचोक पनि पार गरिसकेँ। अब टक्क मङ्गलगढीतिरको बाटो हुँदै एयरपोर्ट जानुपर्छ गाइज, त्यही हो। अरू त के नै भन्नु। गोर्खे खोला पुल आइसकेँ म, अगाडि देख्न सक्नुहुन्छ। आज खुट्टा दह्रो दुख्ने भयो कि भरे बेलुका। टक्क यहाँनिरै छ अल्फा एकाडेमी सुर्खेत। मैले यासी यतै पढेको 3-4 वर्ष अगाडि। बबाल मजा आउँथ्यो त्यो टाइममा त। आमामा सम्झिरहेको छु म, यहाँनिरै यो बाटो हिँडेँ कि देखेँ भने सम्झिन्छु। बबाल मजा आउँथ्यो। गाह्रो छ नि अहिले त। जाउँला रेलैमा सरर गोर्खा पल्टन। 50 रुपियाँ भेट जा, 50 रुपियाँ भेट जा अटो भाडा। साइकलमा छु तर पनि के हो दाइल त पुरै त्यहाँ हान्दिने होइन। सो फाइनली म पनि अब यहाँ के भन्छ यो मङ्गलगढी चोक आइसकेँ। यहाँनिरै डर लाग्छ एउटा।
हेर्न सक्नुहुन्छ अगाडि। यहीँ हो क्या डर लाग्ने भनेको, यहीँ हो मैले। नो प्रब्लम, हानिदिन्छु म। इजिली क्रस। उकालो लगाए चाहिँ हैरान छ यहाँ, गियर बढ्ने घट्ने चलन छैन यहाँ। अब झर्ने रहेछ कि